हेलो सबै साथीहरूलाई नमस्कार छ। म बसन्त पाण्डे। आज सामाजिक सञ्जालको बारेमा चाहिँ कुरा गर्ने क्रममा होइन, धेरै साथीहरूले भन्नुहुन्छ मेरो टिकटक मोनिटाइज भयो, मेरो फेसबुक मोनिटाइज भयो, मेरो युट्युब मोनिटाइज भएको छैन। सर, मैले 4-5 वर्ष भइसक्यो युट्युबमा चाहिँ भिडियोहरू अपलोड गर्न थालेको। लगभग 1000-1500 भिडियोहरू चाहिँ अपलोड गरेँ, तर चाहिँ मेरो मोनिटाइज भएको छैन भन्नुभयो। र मैले चाहिँ उहाँहरूको च्यानल पनि हेरेँ, यसो सर चाहिँ हेर्दाखेरि उहाँहरूले चाहिँ कस्तो चाहिँ कन्टेन्टहरू राख्नुभएको छ भन्दा अरूको ढ्याक्कै चाहिँ भिडियोहरू, अरूको ओरिजिनल कन्टेन्ट ल्याएर सिधै चाहिँ आफ्नो च्यानलमा अपलोड गर्नुभएको छ। र त्यो चाहिँ त्यो भिडियोमा चाहिँ कपिराइट क्लेम आएको छ। अनि कपिराइट क्लेम आइसकेपछि च्यानललाई इफेक्ट त पार्दैन, तर चाहिँ त्यो भिडियोबाट भोलिगएर चाहिँ मोनिटाइज भयो भने त्यो मोनिटाइजको जुन चाहिँ इन्कम हुन्छ त्यो चाहिँ हजुरलाई आउँदैन, जसको च्यानल छ त्यो मान्छेलाई आउँदैन कि युट्युबले नै सबै चाहिँ इन्कम त्यसबाट चाहिँ लैजान्छ। अर्थात् जुन मान्छेको त्यो ओरिजिनल कन्टेन्ट हो त्यो मान्छेकै उसमा चाहिँ त्यो युट्युबको इन्कम, त्यो पैसा जान्छ। त्यो कारणले गर्दाखेरि हो त्यो चाहिँ च्यानललाई एफेक्ट त गर्दैन। ल ठिक छ, तपाईँको च्यानल चाहिँ मोनिटाइज चाहिँ हुन्छ, जस्तो कपिराइट क्लेम आउँदैमा च्यानल चाहिँ मोनिटाइज नहुने होइन, मोनिटाइज हुन्छ है। तर चाहिँ कपिराइट क्लेम धेरै चाहिँ भिडियोहरूमा छ भने त्यो पनि चाहिँ नराम्रो हो, त्यो पनि खासै राम्रो कुरा होइन। धेरै चाहिँ कपिराइट क्लेम आयो भने त्यसबाट आउने भ्युजहरू, त्यसबाट आउने चाहिँ त्यसबाट गेन भएका सब्सक्राइबरहरू तिनी भनेको त्यो अस्थायी प्रकृतिको हुन्छन्, थाहै हुँदैनन् कि सब्सक्राइबर पनि पछि चाहिँ घट्दै जान्छ अनि वाच टाइम पनि पछि चाहिँ घट्दै जान्छ। त्यो कारणले धेरै चाहिँ कपिराइट क्लेम आएको भिडियोहरू पहिलो कुरा च्यानलमा चाहिँ राख्दै नराख्नुहोस्, धेरै नराख्नुहोस्। र दोस्रो कुरा, यदि चाहिँ तपाईँकोमा चाहिँ ब्यान्ड सम्बन्धी आइरहेको छ, ब्यान्ड जस्तो कपिराइट स्ट्राइक आइरहेको छ, अरूको ओरिजिनल कन्टेन्ट लिएर चाहिँ च्यानलमा राखिदिनु भयो होइन, अनि कपिराइट स्ट्राइक आयो भने 1, 2, 3 यदि 3 पटकसम्म स्ट्राइक आयो भने तपाईँको च्यानल चाहिँ भोलि बिहान चाहिँ ब्यान हुने सम्भावना हुन्छ। बिल्कुल बिल्कुल चाहिँ ब्यान हुने सम्भावना हुन्छ। त्यसैले त्यस्ता कामहरू पनि नगरौँ। र हामीले भिडियो बनाउँदाखेरि हाम्रो चाहिँ भोइस ओभर गरेर अर्थात् जे जसरी हुन्छ होइन, आफ्नो ओरिजिनल कन्टेन्टमै चाहिँ भिडियोहरू बनाउने प्रयास गरौँ। आखिर जहाँको हो जे हो यसको भिडियोको बारेमा चाहिँ एउटा चाहिँ केही सामान्य चाहिँ कुराहरू दिएर चाहिँ हामीले चाहिँ भिडियोहरू बनाउन सकिन्छ र त्यस्तो च्यानल चाहिँ मोनिटाइज हुने सम्भावना हुन्छ। र भिडियोहरू राख्ने क्रममा हामीले लगभग आफ्नो चाहिँ एउटा चाहिँ टाइमिङ टक्क चाहिँ छुट्याएर चाहिँ राख्नुपर्ने हुन्छ। कुन बेला चाहिँ भिडियो चाहिँ पोस्ट गराउने एउटा टाइमिङ अथवा सेड्युल टाइम, त्यो सबै कुराहरू मिलाएर अनि भिडियो चाहिँ पोस्ट्याउनु पर्ने हुन्छ। भिडियो पोस्ट्याउँदाखेरि प्रायः कि त बिहान कि त साँझ भिडियो चाहिँ पोस्ट गर्नुपर्ने हुन्छ। र भिडियो पोस्ट गर्दा हजुरलाई थाहा छ त्यसमा चाहिँ फर्स्ट अफ अल त्यसलाई अनलिस्टेडमा पोस्ट गर्नु होला, सिधै चाहिँ प्राइभेटमा पनि नगर्नु होला, सिधै चाहिँ पब्लिकमा पनि नगर्नु होला। र त्यसको भिडियोको चाहिँ कन्टेन्ट के रिलेटेड छ त त्यो बारेमा चाहिँ थम्बनेल पनि त्यही किसिमको एट्र्याक्टिभ थम्बनेल बनाउने कोसिस गर्नु होला। भिडियोले चाहिँ के भनिरहेको छ भित्र, भिडियो चाहिँ के सम्बन्धी छ, अनि बाहिर चाहिँ अरूलाई देखाउनको लागि चाहिँ थम्बनेल त्यो गलत थम्बनेल चाहिँ नबनाउनु। आखिर भित्र जे छ त्यही अनुसारको टक्क चाहिँ थम्बनेल बनाएर अनि त्यसरी चाहिँ तपाईँले एट्र्याक्टिभ थम्बनेल चाहिँ देखाउनु भयो, मान्छेले भिडियो अवश्य नै हेर्छ होइन। र अर्को कुरा, नट फर किड्स भन्ने त्यो एउटा चाहिँ अप्सन छ। नट फर किड्समा चाहिँ भिडियो नबनाउनुलाई, नट फर किड्समा चाहिँ भिडियो चाहिँ त्यसैमा बनाउँदो रहेछ, सरी भिडियो मेड फर किड्समा नबनाएर भिडियो नट मेड फर किड्स भन्नेमा चाहिँ बनाउँला। के भन्दा हाम्रो चाहिँ भिडियो यदि चाहिँ किड्सको लागि बनाइयो भने किड्सले मात्रै, किड्स रिलेटेड भिडियो रहेछ भनेर युट्युबले त्यतापट्टि कन्भर्ट गरिदिन्छ अनि किड्स सम्बन्धीको चाहिँ भिडियो जस्तो अन्डर 18ले मात्रै हेर्न सक्छ। त्यो कारणले चाहिँ नट मेड फर किड्समा त्यो अप्सन चाहिँ सेलेक्ट गरेर सबै राख्नु होला। र यदि किड्स सम्बन्धी भिडियो बनाउनु छ भने कहिलेकाहीँ त्यो मेड फर किड्समा चाहिँ त्यसरी चाहिँ भिडियो बनाउन सक्नुहुन्छ। अदरवाइज सधैँ चाहिँ नट मेड फर किड्समा नै चाहिँ भिडियो बनाउनु। र अरू चाहिँ भिडियोहरूमा ह्यासट्यागहरू राख्ने होइन, त्यसको भिडियोको डिस्क्रिप्सन, त्यसको टाइटल, त्यसको थम्बनेल, एभ्रिथिङ ह्यासट्यागहरू अनि त्यो सबै कुराहरू चाहिँ एकदम पर्फेक्ट तरिकाले चाहिँ राख्न सकियो भने
अनि बल्ल चाहिँ हाम्रो भिडियोमा भ्युज पनि आउँछ अनि त्यसको भिडियो पनि एकदम चाहिँ रिटेन्सन पनि राम्रो हुँदै जान्छ। ओभरभ्यू रिटेन्सन एकदम पर्फेक्ट राम्रो हुँदै जान्छ र भोलि बिहान च्यानल चाहिँ मोनिटाइजको लागि चाहिँ त्यसले 1K सब्सक्राइबर छिटै नै गेन भन्छ र 4000 घन्टा वाच टाइम आवर्स त्यो चाहिँ 365 दिनमा चाहिँ हामीले चाहिँ रेगुलर भिडियो बनाउँदै गयो काम गर्दै गयो 4000 घन्टा वाच टाइम आवर्स हामीले चाहिँ पूर्ण रूपमा त्यो प्राप्त गर्न सक्छौँ। त्यसमा चाहिँ ठुलो कुरा छैन र हामीले सर्ट्स भिडियोहरू अरूको चाहिँ कट आउट भिडियोहरू त्यस्तो चाहिँ होइन सिलेक्ट गरेका भिडियोहरू हामीले राख्न सक्छौँ। अहिले चाहिँ युट्युबले हामीले चाहिँ 1 मिनटको भिडियो 3 मिनटको भिडियो सर्ट्सको लागि पनि चाहिँ त्यो अप्सन दिएको छ र हामीले चाहिँ लङ भिडियो पनि राख्न सक्छौँ। त्यो त अलरेडी चाहिँ युट्युबले दिएकै छ र हामीले चाहिँ भरसक चाहिँ भिडियोहरू बनाउँदाखेरि ओरिजिनल कन्टेन्टमा चाहिँ भिडियो बनाऊ, चाहे जस्तो सुकै भनौँ, केही इन्फर्मेसन भयो अथवा चाहिँ कुनै चाहिँ म्युजिक भयो कुनै चाहिँ ब्लग भयो चाहिँ आफू के रिलेटेड हो त त्यो रिलेटेड त्यो क्याटेगोरी कुन रिलेटेड चाहिँ हामीले चाहिँ युट्युबमा चाहिँ भिडियोहरू अपलोड गर्दैछौँ बनाउनेवाला छौँ भन्ने कुरा चाहिँ आफूले पूर्व निर्धारित गरेर पहिले नै फिक्स गरिसकेपछि हाम्रो त्यही क्याटेगोरीको भिडियो भन्छ। जस्तो म्युजिक क्याटेगोरी, स्कुलिङ क्याटेगोरी, होइन डान्सिङ क्याटेगोरी, डक्टर क्याटेगोरी, अनि अब यो एस्ट्रोलोजर क्याटेगोरी, एभ्रिथिङ हामीले अगर जे पनि हो जे जसो हो होइन त्यस्तो खालको त्यो रिलेटेड चाहिँ भिडियोहरू प्रायः चाहिँ बनाइरहनुपर्छ भन्न चाहन्छु। र त्यो भयो भने हामीलाई युट्युबलाई पनि सजिलो हुन्छ कि यो चाहिँ यस्तो खालको चाहिँ भिडियो बनाउँछ र यो चाहिँ यस्तो यो यतापट्टि चाहिँ हामीले ट्रान्सफर गरिदिन सक्छौँ, यो पब्लिक रिलेटेड यो भिडियोहरू बनाउँछ भनेर त्यही अनुसारको पब्लिकलाई पनि थाहा हुन्छ र त्यही अनुसार पब्लिकहरूले सब्सक्राइब गरेर अनि हजुरको भिडियो हेर्नको लागि च्यानल सब्सक्राइब गरेर बसेका हुन्छ र हजुरहरूले भिडियो अपलोड गर्ने बित्तिकै अनि पब्लिककोमा पुग्छ अनि पब्लिकहरूले हेर्ने सम्भावना हुन्छ। त्यही कारणले चाहिँ भिडियोहरू चाहिँ बनाइराख्नुहोस्, कन्टेन्ट चाहिँ युट्युबमा चाहिँ काम गरिरहनुहोस् होइन। आज नभए भोलि नभए पर्सि होइन हप्तामा राख्नुहोस् भिडियोहरू चाहिँ। भिडियो युट्युबमा चाहिँ अथवा सामाजिक सञ्जालमा कुनै पनि उसमा चाहिँ भिडियोहरू चाहिँ अपलोड गर्न नछोड्नु होला, कन्टिन्यू चाहिँ काम गरिरहनुहोस्। एक न एक दिन हजुरको च्यानल अवश्य मोनिटाइज हुन्छ र साथीहरू यति बेलासम्म भिडियो हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू सो मच भन्न चाहन्छु र तपाईँको पनि युट्युब च्यानल राम्रो होस् भनेर शुभकामना दिन चाहन्छु। धन्यवाद।